हेलो एभ्रिवान, नमस्ते, अ वार्म वेलकम टु माई युट्युब च्यानल। सो आज हामीले कमन इन्ट्रान्स एक्जामिनेसन 2023मा म्याथबाट सोधेका मेमोरी बेस्ड क्वेसनहरू गर्नेछौँ है त। अब हामी ढिलो नगरिकन क्वेसनतिर लाग्नेछौँ। सो द फर्स्ट क्वेसन इज अ ल्याडर अफ लेन्थ कति छ 100 मिटर रेस्ट अगेन्स्ट द वाल एन्ड मेक्स एन एङ्गल अफ 45 डिग्री विथ द होराइजन्टल। फाइन्ड द डिस्टेन्स बिट्विन द फुट अफ ल्याडर एन्ड द वाल। अब हेर त, यसमा हामीले के गर्नुपर्छ भन्दाखेरि एउटा वाल छ। सो दिस इज अ वाल है त। यो के हो? एउटा वाल हो। ओके, सो देयर इज अ ल्याडर, एउटा ल्याडर छ द्याट इज रेस्टिङ अगेन्स्ट द वाल। ओके, सो सपोज दिस इज अ ल्याडर। ओके, एन्ड दिस इज होराइजन्टल। ओके, सो यो ल्याडरको लेन्थ कति छ त 100 मिटर इज द लेन्थ अफ द ल्याडर। सो द ल्याडर मेक्स एन एङ्गल अफ 45 डिग्री विथ द होरिजेन्टल। हेर त, यसरी एउटा ल्याडरले सिँढीले यो होराइजेन्टलसँग 45 डिग्री बनाएर के छ इन्क्लाइन्ड भएको छ है। अब हामीले निकाल्नु पर्ने के छ कि डिस्टेन्स बिट्विन द फुट अफ ल्याडर भनेको यो भयो फुट एन्ड द वाल हो। ल्याडरको फुट र वाल बिचको डिस्टेन्स निकाल्नु पर्ने छ। हामीले एक्स मानौँ है त। सपोज दिस इज अ एक्स। सो डिस्टेन्स बिट्विन द फुट एन्ड द वाल इज एक्स। अब यसमा हेर्दाखेरि हामीले अब हेर त, अब हामीले कुन फर्मुला लाउने भनेपछि कस थीटा लाउनुपर्छ। हेर त, अब कस थीटा भनेको के हो हाम्रो बेस अपन हाइपोटेन्युज हो कि होइन हो। अब हामीले कस थीटाको ठाउँमा के भयो हाम्रो 45 डिग्री। कस 45 डिग्री इक्वल टु बेस भनेको एक्स माने हामीहरूले, अनि हाइपोटेन्युज भनेको के भयो त लेन्थ अफ द ल्याडर भयो है। लेन्थ अफ ल्याडर भनेको कति छ 100 छ। सो कस 45 को भ्यालु कति हो 1/√2 हो। यो हामीले याद गर्नु पर्थ्यो है। अनि एक्स बाई 100। सो एक्स इक्वल टु कति भयो त हाम्रो 100/√2 मिटर है त। सो दिस इज आवर आन्सर। सो द करेक्ट आन्सर इज अप्सन ए है त। अब हामी क्वेसन नम्बर 2 गर्नेछौँ। द सम अफ 5 चिल्ड्रेन ह्याभिङ एज ग्याप अफ 3 इयर इज 60। वाट इज द एज अफ यङ्गेस्ट वान? ओके, सो यो क्वेसनले के भने कि 5वटा चिल्ड्रेनहरू छ र एज ग्याप कति छ हाम्रो 3 इयर्स छ र सबैको सम कति छ त 60 छ भनेपछि यङ्गेस्टको निकाल्नु पर्ने छ। अब 6 इयर 4 इयर 2 इयर 5 इयर। अब हामीले यसरी गर्नुपर्छ है त। सपोज द एज अफ द यङ्गेस्ट वान हामीले के मान्ने एक्स है त। है त, यङ्गेस्ट वानको कति मान्ने हामीले यङ्गेस्ट वानको एज कति मान्ने इक्वल टु एक्स इयर माने है त मैले। ठिक छ। अनि हामीलाई थाहा छ 5वटा चिल्ड्रेन छ, तिनीहरूको एज ग्याप कति छ 3 इयर छ भनेपछि एउटाको एक्स मानिसक्यो हामीले, त्यसपछिको कति होला एक्स प्लस 3 होला। ठिक छ, त्यसपछिको एक्स प्लस 6 होला, अनि एक्स प्लस 9 होला है। अनि अब लास्टको कति हुन्छ एन्ड एक्स प्लस 12। ओके, 1 2 3 4 5वटा भयो। ठिक छ। अब यो सबैको सम कति हुन्छ त? यो सबैलाई हामीले एड गऱ्यो भने कति हुन्छ इक्वल टु 60 हुन्छ भनेपछि एक्स प्लस 3 प्लस एक्स प्लस 6 प्लस एक्स प्लस 9 प्लस एक्स प्लस 12 इक्वल टु कति हुन्छ 60 हुन्छ। ओके, अब हेर त, यसमा एक्स कति भयो 5वटा एक्स है। 5x प्लस 3 प्लस 6 9 प्लस 9 18 18मा 12 30 इक्वल टु 60 भयो। ठिक छ। 5x इक्वल टु 60 माइनस 30 कति भयो 30 हुने भयो। देयरफोर x इक्वल टु 6 इयर्स। सो द एज अफ द यङ्गेस्ट वान इज 6 इयर। सो द करेक्ट आन्सर इज अप्सन ए। ओके, अब हामी अर्को क्वेसन गर्नेछौँ। आउट अफ 500 क्वेसन अ बोय डिड 80% करेक्ट गर्यो आउट अफ 250। 500 क्वेसन मध्ये 250 क्वेसन गर्यो, त्यो मध्ये पनि 80% चाहिँ के गर्यो करेक्ट गर्यो। ही सल्भड। ओके, हाउ मच पर्सेन्ट सुड बी करेक्ट क्वेसन फ्रम रिमेनिङ है त टु गेट 60% ओभरअल? 30%, 40%, 50%, 60%। अब हेर त, यसमा टोटल क्वेसन कति थियो? टोटल क्वेसन
इक्वल टु 500 अनि सल्भ गरेको क्वेसन कति छ सल्भड क्वेसन 250 ठीक छ अब हाम्रो रिमेनिङ क्वेसन कति भयो त हाम्रो रिमेनिङ क्वेसन्स कति भयो हाम्रो 500 माइनस 250 गरेपछि अझै कति छ 250 रिमेनिङ सो द करेक्ट गरेको क्वेसन कति छ त हाम्रो करेक्ट क्वेसन कति भयो हाम्रो 80% अफ 250 हाम्रो करेक्ट क्वेसन छ भन्नेपछि कति आयो हेर त यो गर्दाखेरि हाम्रो कति आयो 200 क्वेसन के भयो हाम्रो करेक्ट गर्यो ठीक छ अब हामीले हाउ मच पर्सेन्ट अफ शुड बी करेक्ट क्वेसन फ्रम रिमेनिङ भनेको छ हैन रिमेनिङको कति पर्सेन्ट करेक्ट गर्नुपर्छ टु गेट 60% ओभरअल ओके टोटलमा 60% लिनको लागि रिमेनिङको कति पर्सेन्ट करेक्ट गर्नु पर्यो भनेको छ है अब हेर त हामीले करेक्ट गर्नुपर्ने कति छ अब हामीले 200 क्वेसन करेक्ट गर्यौं ठीक छ अब करेक्ट गर्नुपर्ने कति हो त्यो हामीले निकाल्छौं है अब सुरुमा हामीले 60% निकाल्नु पर्ने छ ओभरअलमा भन्नाले 60% निकाल्नको लागि कति गर्नु पर्यो त 60% भनेको 60/100 इन्टु 500 भनेपछि यो दुईटा जिरो काटियो कति आयो त 300 क्वेसन हामीले करेक्ट गर्नुपर्छ के गर्नुपर्छ करेक्ट गर्नुपर्छ टु गेट कति 60% ओभरअल निकाल्नको लागि 300 क्वेसन हामीले के गर्नुपर्छ करेक्ट गर्नुपर्छ तर हामीले सल्भ गरेको कति छ त हामीले 200 क्वेसन हामीले करेक्ट सल्भ गरिसकेका छ भनेपछि बाँकी रिमेनिङ गर्नुपर्ने कति छ करेक्ट रिमेनिङ क्वेसन टु बी करेक्टेड कति गर्नु पर्यो अब 200 त हामीले गरिसक्यौं अब गर्नुपर्ने कति हो 300 भन्नाले 300 माइनस 200 भनेपछि 100 वटा क्वेसन हामीले के गर्नु पर्यो करेक्ट गर्नु पर्यो अब है अब हेर त अब हाम्रो बाँकी रहेको क्वेसन कति छ 250 क्वेसन करेक्ट गर्नुपर्ने कति छ 100 सो कति पर्सेन्ट गर्नु पर्यो त अब हामीले 100/250 भनेको रिमेनिङ क्वेसन इन्टु 100 0 गयो है अब कति भयो त यसले 4 गयो 40% आयो ठीक छ 40% बुझ्यौ नि हैन हाम्रो टोटल क्वेसन कति थियो हाम्रो 500 क्वेसन थियो ठीक छ हामीले सल्भ गरेको क्वेसन कति छ 250 क्वेसन हामीले सल्भ गर्यौं ओके अब रिमेनिङ कति रह्यो हाम्रो 250 अझै बाँकी छ सो त्यो 250 सल्भ गरेको मध्ये हामीले कति करेक्ट गर्यौं त हामीले 80% करेक्ट गर्यौं सो 80% अफ 250 भनेको हाम्रो 200 क्वेसन करेक्ट हामीले गर्यौं ठीक छ तर हामीले गर्नुपर्ने कति छ हामीले 60% ल्याउनु पर्ने छ हामीले त 60% ओभरअल ल्याउनको लागि हामीले कति हेर त 60% अफ 500 गर्दाखेरि कति आयो 300 क्वेसन हामीले करेक्ट गर्नुपर्ने रहेछ टु गेट द 60% ओके सो हामीले 200 वटा क्वेसन त करेक्ट गरिसक्यौं 250 सल्भ गर्दाखेरि हामीले 200 वटा क्वेसन के गर्यौं करेक्ट गर्यौं भनेपछि हामीले गर्नुपर्ने कति हो खासमा 300 हो सो बाँकी कति रह्यो अब 100 क्वेसन के गर्नु पर्यो अझै हामीले करेक्ट गर्नुपर्ने छ ठीक छ कति गर्नुपर्ने छ 100 ओके सो अब 100 आउट अफ कति गर्नुपर्ने छ अब हामीले टोटल सल्भ गर्नुपर्ने कति छ रिमेनिङ 250 सो 100 हामीले करेक्ट गर्नुपर्ने टोटल क्वेसन कति छ अब रिमेनिङ 250 इन्टु 100 गरेपछि कति आयो पर्सेन्ट आयो 40% हाम्रो अझै के गर्नुपर्छ करेक्ट गर्नुपर्छ है त सो यसरी हामीले गर्नुपर्छ यो अब हामी अर्को क्वेसन गर्ने छौं अब हेर त यहाँ हामीलाई एउटा पजल दिएको छ यसमा खाली छ है त अब क्वेसन मार्क्समा कुन नम्बर हुन्छ त हामीले निकाल्नु पर्ने छ अब यहाँ हेर त हामीले 3 दिएको छ 4 दिएको छ 21 दिएको छ हामीले कलममा हेरौँ है त सुरुमा अब यो कलममा हेर्दाखेरि यहाँ 3 छ यहाँ 4 छ यहाँ 21 छ अब हेर त हामीले यो फर्स्ट रो र सेकेन्ड रोको जोड्दाखेरि कति हुन्छ 7 भयो 7 * 3 गर्यो भने 21 ठीक छ अनि 9 प्लस 4 गरेपछि 13 13 * 3 39 5 + 1 6 6 * 3 18 ओके ठीक छ सो यसरी गर्दाखेरि अब हामीले के गर्नु पर्यो त
यो ई भनेको कति हो ई भनेको त हाम्रो 5 नम्बरमा आउँछ अल्फाबेटिकल अर्डरमा ओके अनि एच कतिमा आउँछ 8 मा आउँछ सो यो प्लस यो जोड्नु पर्यो हामीले कति आयो 13 13 * 3 गरेपछि कति आयो अझै 39 आयो सो 39 भनेको कति हो त अब ए देखि जेड कति हुन्छ हाम्रो 26 वटा हुन्छ सो 39 - 26 गरेपछि कति भयो हाम्रो 13 सो 13 भनेको अझै कुन हो त 13 भनेको कुन अल्फाबेट हो हाम्रो एम हो सो द करेक्ट आन्सर इज एम ओके बुझ्यौ नि फर्स्ट रो र सेकेन्ड रोको जोड दिने अनि इन्टु 3 गर्ने ठिक छ अनि 3 गरेपछि आन्सर लास्ट रोको आउँछ ठिक छ अनि यो अल्फाबेटमा के गर्ने हामीले अल्फाबेट कति नम्बरमा 5 मा पर्छ ई एच कतिमा पर्छ 8 मा पर्छ त्यो दुईटा जोड दिने 39 आयो 30 इन्टु अझै 3 गरिदिने 39 आयो हैन अब 39 भनेको कुन हो त हाम्रो ए देखि जेड सम्म 26 वटा गइसक्यो अझै अब के गर्नु पर्यो 39 - 26 गरेपछि कति आयो हाम्रो 13 आयो हैन 13 भनेको कुन अल्फाबेट भयो हाम्रो अल्फाबेट एम सो द क्वेशन मार्कमा के हुन्छ हाम्रो एम हुन्छ है त एम इज करेक्ट आन्सर अब हामी अर्को क्वेशन गर्नेछौँ इफ किडनी इक्वल टु 54/14 देन ब्रेन इक्वल टु क्वेशन 34/10 32/22 54/22 61/10 अब हेर त यो क्वेशन कसरी गर्नुपर्ने थियो कि हामीले सबै जोड्नुपर्छ है त्यसमा सुरुमा अब हेर त KIDNEY किडनी छ नि यसमा सबै अल्फाबेटको भ्यालु जोड्दाखेरि कति आउँछ हेर त के भनेको कति हो 11 ओके आई भनेको कति हो 9 हो डी भनेको कति हो 4 एन भनेको 14 ई भनेको 5 वाई भनेको 25 सो यो कति आयो 11 + 9 हाम्रो कति भयो हाम्रो दिस 24 ठिक छ 24 38 मा 5 हाम्रो 43 मा हाम्रो 25 गर्दाखेरि कति भयो 68 ओके सो कति भयो त 68 सो 68 भनेको के हो हाम्रो 54 प्लस हाम्रो 14 हो नि सो 14 कता लेख्ने त डिनोमिनेटरमा लेख्ने सो त्यस्तै गरेको हो यहाँ ठिक छ 68 आयो 54 माथि लेख्यो न्युमरेटरमा अनि बाँकी रहेको 14 डिनोमिनेटरमा लेख्यो सो त्यस्तै हामीले के गर्नु पर्यो ब्रेनको पनि गर्नु पर्यो सो BRAIN ब्रेनमा बी भनेको कति हाम्रो 2 प्लस आर भनेको हाम्रो 18 अनि ए भनेको कतिमा पर्छ 1 मा आई भनेको 9 एन भनेको हाम्रो कति थियो 14 थियो सो यो सबै जोड्दाखेरि कति भयो त हाम्रो 18 मा 2 जोड्यो कति 20 मा 1 21 30 44 आयो सो 44 लाई कसरी लेख्न सकिन्छ त यहाँ अप्सनमा हेर त अप्सनमा हेर्दाखेरि हाम्रो 34 मा 10 34 माथि 10 तल गरेपछि कति भयो 44 भयो यो करेक्ट मिलिरहेछ अनि अर्को हेर त 32 22 त भएन यो धेरै भयो यो पनि 61 + 10 बढी भयो भनेपछि हाम्रो कुन भयो त आन्सर हाम्रो आन्सर इज 30 कति 4/10 इज द करेक्ट आन्सर है त अब हामी अर्को क्वेशन गर्नेछौँ विच वान अफ द फलोइङ डाइस इज करेक्ट ओके अब हेर त NEPALI लेखेको छ है अब हामीले के थाहा पाउनुपर्छ भनेपछि यो डाइसलाई हामीले फोल्ड गर्दाखेरि हाम्रो के हुन्छ यो एन र पी के हुन्छ अपोजिट साइडमा आउँछ है त अनि ई र ए हाम्रो अपोजिटमा आउँछ अनि त्यसै गरी आई र एल के आउँछ अपोजिटमा आउँछ ठिक छ सो यसरी हामीले यसलाई के गर्यो भने फोल्ड गर्यो भने के हुन्छ त यो एन र पी अपोजिट ई र ए अपोजिट आई र एल अपोजिट अब हामीले त्यस्तो डाइस हेर्नु पर्यो जुनमा के हुन्छ यो अपोजिट साइडहरू एडजसेन्टमा आउँदैन है अब अप्सन एमा हेर त अप्सन एमा हेर्दाखेरि के भयो त हाम्रो NEP भनेको छ है अब यहाँ हेर त हाम्रो एन र पी त एडजसेन्टमा आएको छ यो त भएन किनकि तिनीहरू त के हो अपोजिटमा आउनुपर्ने हो हाम्रो के हो एन र पी अपोजिटमा आउनुपर्छ है अनि ई र ए अपोजिटमा आउनुपर्छ अनि आई र एल अपोजिटमा आउनुपर्छ सो एन आएपछि यहाँ पी हुनु भएन ठिक छ यहाँ पी छ नि यो पी साइडमा हुनु भएन किनकि त्यो त अपोजिटमा हो सो यो अप्सन पनि भएन अप्सन बीमा हेर त NEL ठिक छ एन को पछाडि के छ पी हुन्छ ई को पछाडि ए एल को पछाडि आई सो अप्सन बी इज करेक्ट ओके अब अप्सन सीमा हेर त PEA भनेको छ है अब ई र ए सँगै आयो यो भएन किनकि ई र ए त के हो हाम्रो अपोजिटमा हुनुपर्ने हो
यो त सँगै आयो, एडजेसेन्टमा आयो, यो पनि भएन। ओके सी। अब डीमा हेर त, डीमा के छ, आई र एल पनि के आयो, एडजेसेन्टमा आयो, यो पनि भएन किनकि आई र एल त के हाम्रो अपोजिटमा हो कि हैन, अपोजिट साइडमा हो। सो यसरी कुन भयो त हाम्रो पोसिबल, अप्सन बी इज पोसिबल। ओके, अब हामी अर्को क्वेसनमा लाग्नेछौँ। सो रिडिङ फ्रम वान अफ द कर्नर मेक्स द मिनिङफुल बोर्ड, वाट इज इन द फिफ्थ लेटर भनेको छ है। अब हामीलाई यो यस्तो बनाएको छ बक्स है, अनि बक्समा यहाँ लेटर राखेको छ। अब हामीले एउटा कर्नरबाट सुरु गर्नु पऱ्यो, ठिक छ। अब हामी सुरुमा यो कर्नरबाट सुरु गर्छौँ है त, यसबाट। सो TRCHEMISY, यो त कुनै पनि भएन। अब यताबाट जान्छौँ है त हामी, यता, ठिक छ। TSIMEHCRY, यो त कुनै वर्डै भएन, ठिक छ। अब हामी सीबाट जान्छौँ है त, यताबाट सीबाट। यो पनि के हो, कर्नर। हामीले यो कर्नरमा हेऱ्यौँ, यसमा कुनै पोसिबल वर्ड आएन। अब यो कर्नरमा हामी पुग्यौँ। अब CHEMISTRY, हो एउटा वर्ड बन्यो है। के बन्यो त, CHEMISTRY बन्यो, केमिस्ट्री बन्यो भन्नाले दिस इज द वर्ड। ओके, तर हामी अझै पनि हेर्छौँ है त। अब यताबाट हेरौँ, CRTSIMEHY, यो त कुनै वर्डै भएन। सो इट इज नट पोसिबल। अब हामी ईमा हेर्नेछौँ है त, ईमा यताबाट गयौँ हामी, क्लकवाइज गयौँ। EMISTRCHY पनि भएन, EHCRTSIMY पनि भएन। भनेपछि हाम्रो वर्ड कुन हो त, केमिस्ट्री नै के हो, राइट हो। सो हामीलाई सोधेको के हो त, फिफ्थ लेटर कुन हो भनेर सोधेको छ। सो फिफ्थ लेटर इज फर्स्ट सी, सेकेन्ड एच, थर्ड ई, फोर्थ एम, फिफ्थ इज आई। सो करेक्ट आन्सर इज आई। ओके, सो अब हामी अर्को प्रश्न गर्नेछौँ। पोइन्टिङ टु अ गर्ल, अ बोय सेड, सी इज द डटर अफ द सन अफ द फादर अफ माई अङ्कल, वाट इज द रिलेसन बिट्विन देम भनेको छ है। अब हेर त, एउटा बोय थियो है, बोयले पोइन्ट गर्यो एउटा केटीलाई, ठिक छ। अनि के भनेको छ, सी इज द डटर अफ द सन अफ फादर अफ माई अङ्कल। सो बोयको एउटा अङ्कल थियो, ठिक छ। सो अङ्कलको फादर भयो एउटा, ठिक छ। सो फादरको सन भयो अर्को, ठिक छ। अनि सनको के हो त, डटर भनेको के हो, हाम्रो गर्ल, ठिक छ। यो डटर भनेको हाम्रो त्यही गर्ल हो, ठिक छ। अब हेर त, यसबाट के थाहा हुन्छ, यो बोयको अङ्कलको फादर भनेको के भयो त, बोयको के भयो, ग्रान्ड फादर, ठिक छ। अङ्कलको बाउ भनेको के हो, हाम्रो त हजुरबुवा हो नि होइन, ग्रान्ड फादर। सो यो अङ्कलको फादर भनेको बोयको के भयो, ग्रान्ड फादर। ओके, सो ग्रान्ड फादरको छोरा भनेको के हो त, बोयको फादर भयो, ठिक छ। अनि बोयको फादरको डटर भनेको के भयो त, हाम्रो फादरको डटर भनेको आफ्नै के भयो, सिस्टर भयो। ओके, सो हामीलाई सोधेको के हो त, बोय र गर्लको रिलेसन। सो रिलेसन इज सिस्टर। ओके, सो करेक्ट आन्सर के भयो त, हाम्रो सिस्टर भयो, ठिक छ। अब हामी अर्को क्वेसन गर्नेछौँ। इफ साउथ इस्ट बिकम्स नर्थ, वेस्ट, साउथ वेस्ट बिकम्स इस्ट, देन वाट विल वेस्ट बिकम, नर्थ इस्ट, नर्थ इस्ट, वेस्ट। अब हेर त, यो कति सजिलो क्वेसन छ। हामीले यसमा के गर्नु पऱ्यो त, एउटा डिरेक्सन कोर्नु पऱ्यो। सो दिस इज द डिरेक्सन। ओके, यो के भयो त, हाम्रो इस्ट भयो, यतापट्टि के भयो, हाम्रो वेस्ट भयो। सो दिस इज नर्थ एन्ड दिस इज साउथ। ओके, अनि हाम्रो यो बिचमा हुन्छ नि, बिचमा हाम्रो के हुन्छ त, यो हाम्रो के भयो, नर्थ इस्ट भयो, ठिक छ। अनि यतापट्टि के भयो, हाम्रो नर्थ वेस्ट, यतापट्टि हाम्रो साउथ वेस्ट, अनि यतापट्टि हाम्रो साउथ इस्ट। अब हामीलाई के भनेको छ भनेपछि, यो साउथ इस्ट के भनेको छ, हाम्रो नर्थ भनेको छ है। यो साउथ इस्ट नर्थ भनेको छ भनेपछि, अनि साउथ वेस्ट बिकम्स इस्ट। सो साउथ वेस्ट बिकम इस्ट। ओके, अब हेर त, यसबाट के थाहा हुन्छ भनेपछि, हाम्रो यो डिरेक्सनलाई कतिमा गरेको छ, रोटेट गरेको छ, हाम्रो एन्टी क्लकवाइज
एन्टी क्लकवाइज 1 कति गरेछ त यो 90 भयो अनि अझै 45 भन्नाले एन्टी क्लकवाइज 135 डिग्री रोटेट गरेछ है डिरेक्सनलाई ठीक छ ओरिजिनल डिरेक्सनलाई एन्टी क्लकवाइज 135 रोटेट गरेपछि के आउँछ हाम्रो फाइनल डिरेक्सन आउँछ अब हामीलाई सोधेको के हो त हामीलाई सोधेको कुन हो वेस्ट हो सो वेस्टलाई पनि हामीले के गर्नु पर्यो हामीले एन्टी क्लकवाइज 135 डिग्री रोटेट गर्नु पर्यो सो वेस्टलाई हामीले 135 रोटेट गर्दाखेरि के बन्छ त हाम्रो यसरी 90 डिग्री यहाँ पुग्यो अझै 45 भन्यो भनेपछि 135 भन्यो कुन भयो त हाम्रो साउथ इस्ट भयो ठीक छ सो द करेक्ट आन्सर इज साउथ इस्ट बुझ्यो होला नि हैन सो अब हामी अर्को प्रश्नमा लाग्नेछौँ सो एकदमै लेन्दी क्वेसन पनि छ इन द किचन बक्सेस अफ भेजिटेबल पनि छ सलाद छ फ्रुट छ स्नैक्स छ वर कीप्ड इन अ स्टैक इन अ sequence. The first box was of fruit and the vegetable was in between snack and salad. If the box of fruit was followed by box of snack, then the last box had snack, salad, vegetable, fruit. अब हेर त एउटा किचनमा के छ त हाम्रो भेजिटेबलको बक्स छ है अनि सलाड छ अनि फ्रुट छ अनि स्नैक्स छ अब फर्स्ट बक्स कुन हो त हाम्रो फर्स्ट बक्स फ्रुट हो एफबाट फ्रुट एफबाट फर्स्ट बक्स हो दिस इज फर्स्ट बक्स ओके यसमा के छ त हाम्रो FRUITS फ्रुट छ ओके एन्ड भेजिटेबल वाज इन बिट्विन स्नैक एन्ड सलाड ठीक छ भेजिटेबल केमा छ हाम्रो स्नैक र सलाडको बीचमा छ इफ द बक्स अफ फ्रुट वाज फलोड बाई बक्स अफ स्नैक सो फ्रुटको माथि के छ त हाम्रो के छ स्नैक छ ओके ठीक छ अब हामीलाई के भनेको छ भेजिटेबल वाज इन बिट्विन स्नैक्स एन्ड सलाड भनेको छ माथि हैन अब हेर त स्नैक र सलाडको बीचमा के छ त हाम्रो के छ हाम्रो बीचमा यसरी भेजिटेबल छ ओके अनि माथि के भयो त अब हाम्रो कुन बच्यो हाम्रो सलाड ओके सो यसरी हेर्दाखेरि द लास्ट बक्स के भयो त हाम्रो लास्ट बक्स वाज सलाड ओके सो यसरी गर्नुपर्छ यो क्वेसन एकदमै सजिलो क्वेसन हो यो अब हामी अर्को प्रश्न हेर्नेछौँ 9/18/81 8/23 क्वेसन 7/24/93 अब हामीले सुरुमा के गरौँ त यो 9 र 18 लाई प्लस गरौँ त कति हुन्छ 9 + 18 गरेपछि कति भयो हाम्रो 27 ओके सो 27 × 3 गर्दाखेरि कति भयो हाम्रो 81 भयो है ठीक छ अनि यो लास्टमा हेर्दाखेरि हेर त 7 + 24 कति भयो हाम्रो 7 + 24 इज 31 × 3 गर त 93 हो मिल्यो है दुईटा जोड दिने अनि इन्टु 3 गर्ने है सो बीचमा पनि त्यही गर्छौँ हामीहरू 8 + 23 गर्ने ठीक छ अनि इन्टु 3 गर्नु पर्यो सो 8 + 23 इज 31 ओके ठीक छ इन्टु 3 सो कति आयो त 93 आयो है सो करेक्ट आन्सर इज 93 हुन्छ है यहाँ 93 हुनुपर्ने हो ल 93 सो अब हामी अर्को प्रश्न गर्नेछौँ A piece of paper is folded and cut as shown below in the question figure. From given answer figure, indicate how it will appear when opened. अब हेर त एउटा पेपर थियो हैन त्यसलाई हामीले के गर्यौं फोल्ड गर्यौं यसरी अनि त्यसलाई अझै फोल्ड गर्यौं हामीले यसरी है अनि लास्टमा के आयो त यस्तो देखियो है अब हामीले थाहा पाउनु पर्ने के हो अब हामीले यसलाई ठ्याक्कै उल्टो गर्नु पर्यो हामीले ओपन गर्दाखेरि कस्तो देखिन्छ अरे अब हेर त अब यसलाई हामीले ओपन गर्दाखेरि के भन्ने भयो त यति देखिने भयो है यसरी अब यहाँ पनि एउटा गोलो देखिने भयो हामीले ओपन गर्यौं है यहाँ पनि गोलो देखियो ठीक छ अब यसलाई हामीले अझै के गर्छौं अझै ओपन गर्छौं सो यसलाई अझै ओपन गर्दाखेरि के भयो त हाम्रो यो गोलो यता पनि देखिने भयो यता पनि देखिने भयो सिमेट्रिकली ओके सो ओभरअल फिगर हाम्रो कस्तो बन्ने भयो त अब यसरी थियो हैन हामीले
यसरी चारवटा क्वाड्रेन्ट बनायौँ। सो एउटा गोलो थियो सुरुमा यहाँ देखिरहेको थियो, हामीले ओपन गऱ्यौँ, यता पनि देखियो, हामीले यसलाई अझै यस्तो ओपन गऱ्यौँ भनेपछि यता पनि देखियो, यता पनि देखियो। सो करेक्ट आन्सर कुन हुने भयो हाम्रो ABCDमा? बी त हुने भएन। अनि सीमा हेर त, सीमा कता छ गोलो? एकदम छेउमा छ भन्नाले पनि भएन, गोलो त बिचमा आउनु पऱ्यो नि, यो बिचको सेन्टरको नजिक। डी पनि हुने भएन, दुईवटा मात्रै छ भन्नाले यो ए र सीमा अलि झुक्क्याउने भयो है। तर कुन हुने भयो त हाम्रो? जुनमा गोलो कता हुन्छ? ठ्याक्कै बिचतिर हुन्छ, यो साइडमा हुने भएन है। सो करेक्ट आन्सर इज ए हुने भयो। ओके, अब अर्को क्वेसन हेरौँ त। चुज करेक्ट अप्सन। स्टेटमेन्ट 1ले के भनेको छ हाम्रो? टु स्टडी इन BPH, one has to appear in a single common exam for any college they want to read. Statement 2मा के छ? Medical Education Commission MEC is responsible to conduct a common exam for BPH. So statement 1 is cause, second is effect हो कि? Statement 1 effect हो कि? Statement 2 is cause. Statement 1 and 2 are independent, cause and effect. Both statement are effect of common cause. सो हामीले अब हेर्दाखेरि हेर त, स्टेटमेन्ट 1मा के भनेको छ? BPSमा पढ्नको लागि वान हेज टु एपियर इन अ सिङ्गल कमन इक्जाममा एपियर गर्नै पर्छ फर एनी कलेज दे वान टु रिड भनेको छ। अनि बीमा के भनेको छ? मेडिकल एजुकेसन MEC इज रेस्पोन्सिबल टु कन्डक्ट अ कमन इक्जाम फर BPH। सो यसरी हेर्दाखेरि के भयो भन्दाखेरि सुरुमा त इक्जाम हुने भयो होइन, के अरे कमन इक्जाम हुने भयो। कसले गर्ने भयो? MECले गर्ने भयो। सो MECले कमन इक्जाम गरेपछि है इक्जाम कसले गर्ने भयो? MECले गरेपछि स्टुडेन्टले के हुने भयो त? एपियर हुने भयो है। कमन इन्ट्रान्स गरेपछि स्टुडेन्ट गेट एपियर इन द इक्जाम। सो कज के भयो त हाम्रो? MECले इक्जाम गर्नु भनेको के हो? हाम्रो कज हो, कारण हो। अनि इफेक्ट के हो त हाम्रो? स्टुडेन्ट एपियर है, यो के भयो? हाम्रो इफेक्ट भयो, स्टुडेन्ट एपियर इन द BPH इक्जाम। ओके, सो यसरी हेर्दाखेरि हाम्रो स्टेटमेन्ट 1 इज इफेक्ट एन्ड स्टेटमेन्ट 2 इज द कज। ओके, सो अप्सन बी करेक्ट हुने हो। अब हामी अर्को प्रश्न गर्नेछौँ। 2 बस टिकट फ्रम सिटी A to B, दुईवटा बस टिकट। 3 टिकट फ्रम A to C, cost Rs 77, and 3 ticket from city A to B and 2 ticket from city A to C, cost Rs 73. What are the fares for cities B and C from A भनेको छ है। अब हेर त के भनेको छ? दुईवटा 2 बस टिकट A to B है त, ठिक छ। अनि 3 टिकट फ्रम A to C, कस्ट यति। अब हेर त A to B को हामीले के मान्ने त? हामीले के मान्ने? X मानिदिउँ। अनि हाम्रो A to C को बस टिकटलाई के मानौँ? Y मानिदिउँ है त। अब हेर त दुईवटा बस टिकट फ्रम A to B भनेको चाहिँ 2X अनि प्लस 3 बस टिकट फ्रम A to C भनेको 3Y इक्वल टु कति भयो? 77। यो हाम्रो एउटा इक्वेसन भयो, ठिक छ। अनि अर्कोमा के भनेको छ? एन्ड 3 टिकट फ्रम सिटी A to B, 3 भनेको 3X। ओके, प्लस 2 टिकट भनेको छ फ्रम सिटी A to C, कस्ट Rs 73। सो 2Y इक्वल टु 73। यो हाम्रो सेकेन्ड इक्वेसन भयो। सो अब हामीले यो दुईवटा इक्वेसनलाई के गर्नु पऱ्यो? सल्भ गर्नु पऱ्यो, ठिक छ। यसको लागि हामीले कसरी गर्न सकिन्छ त? माथिको इक्वेसनलाई हामीले कतिले इन्टु गर्ने? ल मैले 2 ले इन्टु गरिदिएँ माथिको इक्वेसनलाई, तलकोलाई कति गरेँ हामीले 3 ले गऱ्यौँ है त। 3 ले इन्टु गऱ्यौँ भनेपछि अब यसलाई हामीले के गर्नु पऱ्यो? सब्ट्र्याक्ट गर्नु पऱ्यो है। यसरी हामीले सब्ट्र्याक्ट गऱ्यौँ, कति भयो त हाम्रो? अब हाम्रो यो कति भयो? 2 2 जा 4x अनि 3 3 जा 9। ओके, 9x र 4x भनेको कति भयो? -5x भयो। अनि यो र यो हाम्रो के भयो? चैट भयो, ठिक छ। अब हामीले 77 इन्टु 2 गर्नु पऱ्यो, कति भयो त? यो हाम्रो 77 14 हो होइन, यता 154 भयो है। 154 माथि अनि यता कति भयो तलतिर? 73 इन्टु 3 गरेपछि 3 3 जा 9, 21 219। ओके, 219 र 154 घटाउनु पऱ्यो भनेपछि कति भयो त हाम्रो?
हाम्रो 5 है 5 पछि हाम्रो 1 यताबाट गर्दाखेरि कति भयो हाम्रो 11 5 6 भयो हैन सो 65 हुने भयो ओके सो माइनस 65 सो हाम्रो x कति भयो त हाम्रो 13 भयो ठीक छ सो x 13 भयो हाम्रो भनेपछि अब y निकाल्नु पर्यो ठीक छ x भनेको a to b हाम्रो कति भयो 13 भयो कति आयो 13 अब हामीले y निकाल्नु पर्यो भन्नाले 2 into 13 plus 3y equal to 77 छ भनेपछि 26 plus 3y equal to 77 so 3y equal to कति भयो त हाम्रो 51 भनेपछि y equal to कति भयो 17 सो हाम्रो आन्सर के भयो त एउटा 13 हुने भयो है x 13 ab अनि a to c को टिकट कति भयो त हाम्रो एउटा टिकटको 17 सो करेक्ट आन्सर इज 13 and 17 ठीक छ अब हामी अर्को प्रश्न गर्ने छौं अ ट्रेनिङ कलेज हैज टु कन्डक्ट refresher course for teacher of 6 different subject microbiology physiology surgery anatomy biochemistry orthopedic from 22 to 28 July course should start with physiology है and 23rd July being Sunday should be holiday course should end with biochemistry surgery should be immediately after holiday there should be a gap of 1 day between anatomy and orthopedic based on above info which subject fall on Tuesday भनेछ है biochem physiology biochemistry दुईटा biochemistry भएको रहेछ है अप्सनमा अनि microbiology सो यसरी हेर्दाखेरि हेरौँ त हामी सो हाम्रो 22 देखि 28 सम्म जानु पर्यो है 23 24 25 26 27 28 ओके सो कोर्स स्टार्ट विथ फिजियोलोजी सो 22 मा के हुने भयो हाम्रो कोर्स फिजियोलोजी सुरु हुने भयो ठीक छ अनि 23rd जुलाई बिङ सन्डे 23 त के भयो हाम्रो सन्डे भयो होलिडे भयो ठीक छ होलिडे ओके सो कोर्स शुड एन्ड विथ बायोकेमिस्ट्री सो लास्टमा के हुने भयो हाम्रो बायोकेमिस्ट्री हुने भयो अब सर्जरी शुड बी इमिडिएटली आफ्टर होलिडे सो होलिडे भनेको के हो हाम्रो सन्डे हो सो यो पछि हाम्रो के छ सर्जरी है 24 मा अनि देयर शुड बी अ ग्याप अफ 1 डे बिट्विन एनाटोमी एन्ड अर्थोपेडिक र एनाटोमीको बीचमा 1 डे ग्याप हुनु पर्यो भनेपछि यो हाम्रो ग्याप भयो ठीक छ अनि यो र हाम्रो के भयो अर्थोपेडिक र एनाटोमी हुने भयो ठीक छ यो मन्डे भयो है अनि हाम्रो ट्युसडे ओके सो देयर शुड बी अ ग्याप अफ 1 डे बिट्विन एनाटोमी एन्ड अर्थोपेडिक बेस्ड अन अबभ इन्फो विच सब्जेक्ट फल अन ट्युसडे हामीले ट्युसडेमा निकाल्नु पर्यो है अब हामीले ट्युसडेमा निकाल्नको लागि कुन कुन बाँकी रह्यो त हाम्रो एउटा अर्थोपेडिक अर्को एनाटोमी ओके सो हाम्रो यो एनाटोमी पनि हुन सक्छ अनि अर्थोपेडिक पनि हुन सक्छ सो हामीले एनाटोमी मान्दियौ भने यता अर्थोपेडिक हुने भयो ठीक छ अब हाम्रो अप्सनमा के हुन्छ त हाम्रो यो बायोकेम दुईटा एउटा एनाटोमी दिनुपर्ने हो ओके एउटा एनाटोमी छ भन्नाले अर्थोपेडिक छैन भनेपछि हाम्रो के भयो त आन्सर इज एनाटोमी ओके ठीक छ अब हामीले यो प्रश्न गर्नेछौँ यसमा हामीले निकाल्नु पर्ने के छ खाली ठाउँमा के हुन्छ त्यो पत्ता लगाउनु पर्ने छ अब 44 34 14 33 छ है अनि 8 7 5 6 51 56 25 32 अब एकदमै लामो छ है एफकेजी एकदमै झुक्काउने खालको छ दिमाग लाउनु पर्ने छ एकदमै दिमाग तताउनु पर्ने छ है अब हेर त यसमा कसरी गर्ने भनेपछि यो दुईटालाई जोड त 4 + 4 के आयो हाम्रो 8 आयो ठीक छ यो प्लस यो गरेपछि 8 आयो अनि 3 + 4 गर्यो भने के आयो त हाम्रो 7 आयो अनि 1 + 4 गरेपछि के भयो त हाम्रो 5 आयो है 3 + 3 गर्यो भने 6 आयो ठीक छ आयो अब हेर त हाम्रो 5 + 1 गरेपछि के आयो 6 आयो 6 भनेको न हाम्रो इंग्लिश अल्फाबेट एफ हो ओके अनि 5 + 6 गरेपछि कति आयो 11 आयो सो 11 भनेको के हो त हाम्रो के हो ठीक छ
अनि 5 + 2 गर्दाखेरि कति आयो त हाम्रो 7 आयो। 7 भनेको हाम्रो अल्फाबेट जी अनि 3 + 2 गर्दाखेरि अब कति आउँछ हाम्रो 5 आउँछ। सो 5 भनेको त हाम्रो अल्फाबेट ई। सो आन्सर इज अल्फाबेट ई हुने भयो। ओके, सो हामीले म्याथको सबै क्वेसनहरू गऱ्यौँ। अब लास्टमा तपाईँलाई म धन्यवाद दिन चाहन्छु। यसै गरी हामीलाई सपोर्ट गर्दै गर्नुहोस्।